हेलो गाइज नमस्ते। धेरै पछि तपाईहरुसँग म फेरि नयाँ भ्लगमा आएको छु। कृपया पुरा हेरिदिनु होला। आज चाहिँ म अनि सुगम श्यामदाई भएर चाहिँ गाडी सिक्न जाँदैछु। म तपाईलाई गाडी सिकेको आज मैले कुदाको भ्लग मार्फत देखाउने छु। कृपया कन्टिन्यू हेर्नु होला। टक्कसँगले हाम्रो सुगम सनसाइङ मेरो अनि टक्क हामी गाडी सिक्ने ठाउँ चाहिँ निकै पर हो। जाँदैछौँ अलिक खाली ठाउँमा, खुल्ला ठाउँमा। यो तल चाहिँ समुद्र छ सबै है, एकदम रमाइलो ठाउँ छ, एकदमै राम्रो ठाउँ छ। ल है हेर्नुहोस् यस्तो ठाउँको छ है। लगभग 5 मिनट जस्तो लाग्छ होला अलिक खुल्ला ठाउँमा पुग्नु। यहाँ पनि खुल्ला त खुल्लै छ, तर गाडी आउँछ। पहिलोचोटि भएकोले गर्दाखेरि अलिकति डिस्टर्ब भयो भने समस्या आउँछ र अलिक खुल्ला ठाउँमा जाँदैछौँ। गाडी किनेको धेरै भएको छैन, हामी चाहिँ अहिले चाहिँ सिक्नुको लागि किनेको हो। खास चाहिँ हाम्रो सनसाइङले पनि सिक्नु लागि किनेको। उसले चाहिँ अब लाइसेन्स पनि निकालिसक्यो, अनि हात मात्रै बसाउनुलाई किनेको उसले। म चाहिँ नयाँ सिक्ने क्रममा, पछाडि श्यामदाई पनि सिक्ने क्रममा। श्यामदाईले ठिकै उडाएको भन्दा खतरा उडाउने बजाउनु भयो। म चाहिँ भर्खर सिक्दैछु, चलाउनै आउँदैन है। अब यस्तो छ के हो चलाउनु गाह्रो छ है। तर पनि जोस सिक्ने कोसिसमा छु म पनि। पारी सिन हेर्नुहोस् एकदम राम्रो देखिन्छ। बाटो त एकदम खुल्ला छ नि, रमाइलो छ। तर के गर्नु, गाडी फाटा आइरहेको छ। सिक्नेलाई अलिकति डिस्टर्ब हुन्छ है। भरे च्यास छुइदियो भने सकियो हाइवेमा। त्यही भएर अलिक खुल्लामा जाँदैछ है त, गाडी नहुने ठाउँमा। एकदम म मात्रै राजा भएर कुद्ने ठाउँमा क्या। अब के गर्नु, सिक्नै पर्यो। कोरियामा आएपछि गाडी यताउता जानुको लागि अझ सहज हुने रहेछ गाडी लियो भने चाहिँ। तर पैसा चाहिँ पानी खाए भन्दा पर धेरै जान्छ क्या पैसा चाहिँ। के गर्नु, पैसा मात्रै भनेर भएन। यसो रमाइलो पनि गर्नु पर्यो 2 दिनको जिन्दगीमा। तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरु पनि यसरी नै गाडी कुदाउन सिक्नुहोस्। एकदमै रमाइलो हुन्छ है। गाडीमा, आफ्नै गाडीमा हिँड्नु पाउँदा एकदम खुसी। जहाँ रोक्नु मन पर्यो त्यहीँ रोक्नु पाइन्छ, जहाँ हिँड्नु मन पर्यो त्यहीँ हिँड्नु पाइन्छ है। त्यही भएर म चाहिँ अब म पनि गाडी सिकौँ कि भन्ने हो है। तर म चाहिँ अहिले चाहिँ किन्दिनँ है। अब गाडी नै चाहिँ तर पनि सिकी चाहिँ राखौँ भन्ने हो। त्यही भएर हामी आजलाई अस्ति पनि गएको थियौँ गाडी सिक्नु। यसो हल्का कुदाइ मात्रै हेरेँ। अब आज पनि हल्का ट्राई गर्ने। अब 1-2 ताल ट्राई गरेपछि चाहिँ म हाइवे निकाल्ने कोसिस गर्नेछु। त्यो पनि भिडियो तपाईँहरूलाई आउने नै छ। अब हामी चाहिँ यस्तो ठाउँमा पुग्यौँ। अहिले चाहिँ यो चाहिँ पुरा ठुल्ठुलो ट्याङ्की हो क्या, एउटा घरभन्दा ठुल्ठुलो ट्याङ्की हो। के गर्नु, अब यो ट्याङ्कीभरि तेल छ। यसले चाहिँ कोरियाभरि पुऱ्याउँछ अरे यो ट्याङ्कीले चाहिँ। यस्तो ट्याङ्कीहरू पनि छ। यो एकदमै खतरा ठाउँ हो, हामी होसियार हुनुपर्छ। अब यो चाहिँ उता बजार जाने बाटोहरू हो, यता गाउँ जाने बाटो हो। तर हामी चाहिँ यता कमान एरियाभित्र यो के हो, भित्र छिर्ने बाटोमा चाहिँ गाडी पनि जाँदैन है। अनि त्यही भएर चाहिँ हामी भित्र जाँदैछौँ। अब यहाँदेखि चाहिँ म कुदाउनु स्टार्ट गर्छु। कृपया कन्टिन्यू हेर्नु होला। ल है ओहो ल सिधा गर है, हेर्नु होला मेरो ड्राइभिङ कस्तो छ। मजाले खिच्दियो अगाडि बाटो पनि, ड्राइभिङ गरेको पनि। के कस्तो छ कमेन्ट पनि गर्दै गर्नु होला मेरो ड्राइभिङमा।
फर्स्ट लाइन टनेलभित्र पनि छिराउँदैछु है हेर्नुहोस् कोरियाको टनलमा है साथी माथि जाने होला नि होइन के गर्नु जता जान्छ एकताल यस्तो लैजाउँ अनि त्यहाँदेखि घुरेर माथि जाउँ न चेन्ज गर्नु पऱ्यो नि त लिनु होइन के आइसकेको छैन गाइज मैले चाहिँ गाडी यहाँनिर पार्किङ गरेँ अनि एरिया चाहिँ यस्तो छ अहिले चाहिँ यता कस्तो छ भनेर आएको यस्तो रहेछ ठाउँ है अब एकछिन यहाँ रोकेर हामी अलिक सिक्ने ठाउँमा चाहिँ पुगेको छैन अझै हामी त्यहाँनिर गएर मैले कुदाएको पनि बाहिरबाट तपाईँहरूलाई देखाउँछु ल यो चाहिँ यस्तो छ ठाउँ है यहाँनिर जहाजबाट यो तेलहरू ल्याउँछ अनि यहाँ भर्छ के हो गर्ने हो जहाजले भर्खर एउटा ल्याएर गएको रहेछ यो चाहिँ सबै सुगमको एरिया अरे भन्छ उसले त्यसै भन्दैछ सुगमको एरिया होइन त यो कुन टाइममा मेरो थियो क्या यो पहिलो जुनीमा थियो होला सायद होइन ट्याक्कै यस्तो छ रमाइलो ठाउँ छ खुल्ला ठाउँ छ म सिक्नु जाने त माथि हो यो पनि ट्याङ्की नै हो एकदम ठुलो छ अब सोचे भन्दा धेरै ठुलो श्याम दाइ जाओस् न त यो के को ट्याङ्की हो यो यिनीहरू ट्याङ्की यसो हेर्दाखेरि अब यसो हेर्दाखेरि यो तार जालीहरू लाउँदाखेरि यहाँ चाहिँ राजै बस्छ जस्तो देखिन्छ खासमा चाहिँ अब यो यति साह्रो तार जाली लगाएको छ कि कुनै बाँदरहरू कुनै बाँदर प्रकारको मान्छेहरू हुन्छ नि त उनीहरूले गल्ती काम नगरोस् भनेर राखेको होला ए तर त्यहाँभित्र चाहिँ के छ भनेर त्यहाँ पुगेर मात्रै थाहा हुन्छ ए ल ठिक छ पहिला पनि आउनुभएको थियो यो ठाउँमा पहिला चाहिँ आएको थिइनँ यो फर्स्ट टाइम हो भने चाहिँ मैले कुदाउँदै ल्याउँदाखेरि तपाईँ फर्स्ट टाइम यो ठाउँमा आइपुग्नु भयो भाइले चाहिँ अब पहिलो ट्राफिकमा अब यहाँ मलाई ल्यायो मलाई खुसी लाग्यो भाइले यो ठाउँमा ल्याउँदाखेरि म लगभग कोरिया आएको 11 वर्ष भयो तर 11 वर्ष पनि यो ठाउँमा चाहिँ आएको थिइनँ आज भाइहरूसँग यो ठाउँमा आउँदाखेरि एकदम गर्व लाग्छ क्या ए ल त्यसको लागि मलाई धन्यवाद है तिमीलाई धेरै धेरै धन्यवाद ल मैले गाडीमा कुदाएर मेरो ड्राइभमा यसरी घुमाउनु ल्याउने भइसक्यो लु हेरौँ त सम्म प्रगति भइसकेछ त अब आफै तपाईँहरूले जजमेन्ट गर्नु कमेन्ट गर्नु है भन्दै अब मैले कुदाएको म तपाईँहरूलाई मास्तिर अलिक खुल्ला ठाउँ छ त्यहाँनिर देखाउँछु अहिले चाहिँ यति भन्दै हामी माथि जान्छौँ होइन त ओके यही लाइन है गाडी आयो छैन सँग गरेको छैन म उता जानु लगिहाल्नु पऱ्यो नि होइन यता च्यापुँदै जाँदा केरलाई चाहिँ भनेको के मिलेन श्याम दाइले कुदाएको चाहिँ हेर्नुहोस् है अब हाम्रो श्याम दाइले कुदाउँदै हुनुहुन्छ अहिले चाहिँ खतरा कुदाउँदैछ उहाँ चाहिँ झन् म अन्त पर्फेक्ट भइसकेको लाइसेन्स मात्रै प्राप्त गर्नु बाँकी हो उहाँ चाहिँ म चाहिँ भर्खर सिक्दै गरेको 11 वर्ष सिकेछ चलाइ भन्नुहुन्छ 11 वर्ष सिकेर चलाइ गरा के भन्नु मजाले कुदाउनुहुन्छ निकै जानिसकेको है हाइवेमा कुदाउनु मात्रै बाँकी हो एकदम दामी कुदाइछ मेरो लागि हिँड्ने हाइवे बनेको छैन भन्नुहुन्छ दाइको लागि हाइवे बनेको छैन अरे अहिले दाइले चाहिँ खतरा घुमाइदिनुहुन्छ क्या फेरि अलिक टर्निङ पुगेन के हो पुगिसक्यो टर्निङ अनि चक्का खस्यो भने नि सामनाले उचाल्यो टेन्सन नलाउनु
यतिको स्पिड हाँगिसकेपछि कसरी ओके स्यामलाई भयो ड्राइभर पर्फेक्ट भएन छैन भनेर घुमाउनु न गाडी हेर्नु है गाडी आएको छ कि छैन टक्क घुमाउने हो यसरी त्यसले थाहा पाइसक्यो त्यसले यिनीहरू घुमाउँदैछ भनेर एकछिन रोक्नु न दाइले कुदाउनु भएको चाहिँ टक्क बाहिरबाट खिच्दैछु मैले चाहिँ अब चाहिँ एकदम कन्फिडेन्स साथ कुदाउँदै हुनुहुन्छ क्या फेरि दाइले चाहिँ ड्राइभर भइसक्यो क्या खतरा ड्राइभर भइसक्यो नि यहाँ चाहिँ एकदम खुल्ला हुन्छ अनि बेला बेला हामी यहाँ आउँछौँ ट्राई गर्नु प्र्याक्टिस गर्नु हामी मात्रै होइन अरू पनि आउँछ होइन अहिले चाहिँ कम्पनीको छुट्टी टाइम भएकोले गर्दा फटाफट गाडी निस्किँदैछ त्यहाँदेखि घुमाउँदै हुनुहुन्छ दाइले एकदमै खतरा गरी घुमाउँदै हुनुहुन्छ ल्याइसक्नु भयो क्या दाइले हेर्दा हेर्दै कुदाएर ल्याइसक्नु भयो क्या हेर्दा हर्न पनि बजाउने भइसक्नु भयो क्या हेर्दा हर्न पनि बजाउने भइसक्नु भयो क्या यतिखेर हाम्रो टिका भाइ ड्राइभिङको लागि बसिसक्नु भएको छ उहाँको चाहिँ अहिले यतिखेर सिक्ने समय जारी भइरहेको छ अब उहाँले स्टार्ट गरेर पनि अब गाडी रफ्तार उडाउने मोडमा हुनुहुन्छ ओके लेट्स गो इट्स गोइङ अन go turn Chico boy It's coming out from there. It's like your driver. जाउँ ल ल है आजको पनि हाम्रो थोरै यात्रा यन्सुप अभ्यास गरे पश्चात अब हामी फर्किँदैछौँ केही समय मैले नै अगाडि बढाउने छु त्यस पछाडि हाम्रो गुरुले चलाउने हुनेछ हाइवेमा गुरु चाहिँ बिहा देखेर मेरो के भयो गुरुजीको अनुहार एकदमै गोरो छ गुरुले खै के गरे यसो हेर्नु नै कसै हुनुहुन्छ भने गुरुले आज के लाइक कमेन्ट गरिदिनु होला उहाँको ह्यान्डसम फेसप्रति मैले खुट्टाले हानेको थिएँ नि त सिकार हो के त हाल्यो यताबाट देखौ न उताको भ्यू यस्तो भ्यूमा हामी गइरहेछौँ कि है कोरिया आएर साथीले 2 वर्षमा गइदिएछ ट्याक्कै भिडियो पनि कडा आउँछ नि मेरो फोनबाट आइफोन भन्दा कम छैन के गर्नु देख्नु सक्नुहुनेछ अब यस्तोमा मैले कुदाउनु भने ओह्रालोमा यता गाडी हेर्नुपर्छ गाडी हेर्नुपर्छ अरे बिस्तारै झार्नुपर्छ अरे होइन
आफ्नो लाइन कभर गरेर टक्कसँग गाडी अगाडि बढाउनु पर्छ अरे। अब फेरि अघिको टनेलमा छिर्दैछौँ गाइज। अलि स्पिड भयो जस्तो लाग्यो, स्पिडलाई मैले स्लो गरेँ। अहिले नै स्पिड जानु हुँदैन अरे। साइड हेर्दैछु मैले। लाइनमा जाऊ के गाडी आयो भने पास हुन्छ। यो चाहिँ राम्रो लाग्छ क्या हुन सबैले बताइदिन्छ है। सिसा उठाऊ। त्यतिको लाइन देख्छ नि, देखिँदैन। म त देख्दिनँ रहेछ त अँध्यारोमा, त यतिको अँध्यारोमा लाइन त लाइनभित्र छु जस्तो लाग्छ क्या मलाई। कस्तो छ बाइक जतिको चाहिँ गाह्रो नहुने क्या यो है। गाडी त सजिलो हुन्छ अरे भन्थ्यो। अन्त बाइक धेरै गाह्रो रहेछ कि। कोरियामा तर यो लाइनहरू हेर्नुपर्छ, यो चाहिँ गाह्रो कि। अनि मलाई चाहिँ बाइक चाहिँ धेरै गाह्रो लाग्यो कि। गियरवाले गाडी गाह्रो, बाइक त अब गाह्रो नै हुन्छ। सिङ्गल गाडीसँग त्यति टाइम लाग्दैन। फेरि हामी त्यो छिकेचा कुदाइराखेर होला नि है। त्यही हो भने हेर्नु सुगम भाइ, छिकेचा लुइ हाँक्नुपर्छ नि। अब हामी कतै जान्छौँ? सिधै हो। अब यहाँ चाहिँ मैले रोकेँ गाडी है, एकछिन अब यहाँ हावा खाने भन्ने भयो श्याम दाइले। अब हामी पनि फ्रेस हुँ न त भनेर अब म यहाँ थोरै वाल चढ्नु पर्ने रहेछ। वाल चढेर तल समुद्रको भाग पुरै देखाउने छु है तपाईँहरूलाई। ओके गो। यो अब वाल चढ्नु पर्ने छ, हेर्नु म गोर्खे कट देखाइदिन्छु। गोर्खे है। अब यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ कि सिधै फाजामा एकछिन। अब म तान्छु यहाँनिर। ल गाह्रो हुन्छ कि ल यहाँ न सक्नु सक्दैन। तान्नु पऱ्यो नि दुईजनाले। ल अब हामी आइपुग्यौँ यहाँनिर। यहाँदेखि फोन झऱ्यो भने चाहिँ खत्तमै हुन्छ है। यो त तल समुद्र छेउ यस्तो छ, पुरै एरियाहरू यस्तो छ है। यहाँ हामी एकछिन रिल्याक्स हुने अनि फर्किने होइन त। गाइज मैले आज अभ्यास पनि गरिसकेँ गाडी कुदाउनु। अब चाहिँ हामी खङयाङ भन्ने ठाउँमा घुम्न जाँदैछौँ। तपाईँहरूलाई त्यहाँको ठाउँहरू देखाउँदै जानेछु है अब चाहिँ टक्कसँगले। दर्शकबिन हामी चाहिँ अब यो ओभर चढेर ओभर होइन यो त पुलमा पो चढिसकेछ। एकदमै खतरा पुल छ है यो चाहिँ, एकदम खतरा डेन्जर पनि। खङयाङ जाने बाटो हो यो, अर्को ठाउँ समुद्रको माथि छौँ हामी अहिले। एकदम यहाँ चाहिँ स्पिड 60 किलोमिटरभन्दा बेसी कुद्नु पाउँदैन। तल चाहिँ यस्तो छ भ्यूहरू, समुद्रदेखि मुनिको भ्यूहरू एकदमै खतरा छ है। डेन्जर छ, डेन्जर। यतैबाट त गएको हामी उयो 10 किलोमिटर रहेछ नि। बाहिरको भ्यूहरू चाहिँ यस्तो छ। खतरा छ, खतरा है। ल
कस्तो डेन्जर पुल छ भने डरै लाग्दछ। रक्कसँगले हामी चढ्दैछौँ। अब यो पुल सक्यो, अब अर्को पुल फेरि। 시속 60km 구간입니다. परबाट कताबाट घुमाएर ल्याउनुपर्छ? यहाँ बिचमा युटर्न छ, माथि चढेर यसो घुम्नुपर्छ। 시속 60km 구간입니다. कस्तो दामी के अमुल्स आउँदैछ है। आओस्। एउटा तर्यो, अब अर्को 약 पुल आउनु 300m आँट्यो है 시속 फेरि। 60km 구간입니다. खतरा पुल थियो, समुद्रको उपरमा। 잠시 후 시속 60km यही भनेको क्या मैले, 구간입니다. यहाँदेखि माथि गएर यस्तो सट्टै हान्छ युटर्न। हामी कहाँ जाँदैछौँ? खङ्या फोटो हेरिदिनु त खङ्याङ पनि कस्तो रहेछ। खङ्याङ खङ्याङ भन्छ केटाहरू यहाँ। माङयाङ माङयाङ के भने पर रातो पुल आउँदो रहेछ होइन? रातो पुल होइन, ठुलो पुल छ यो। अघि आएको जत्रै 약 पुल छ ठुलो। 300m 구간 단속 시속 60km 구간입니다. फेरि अर्को पुल आयो, यो पुल पनि कट्नेछौँ हामी। अनि हामी 잠시 후 구간 단속 अर्को 시속 बजार पुग्नेछौँ। 60km 구간입니다. एकदमै खतरा पुल आयो फेरि, डरै लाग्दो पुल, डरै लाग्दो पुल छ यो त। 구간 हेर्नुहोस् 단속 시속 60km मजाले यहाँ चाहिँ युक्सिप नमा हुनु हुँदैन। यहाँ चाहिँ युक्सिप नमा हुनु हुँदैन अरे। घाम पनि डुब्नु आँटेको छ। हाम्रो गुर्ची एकदमसँगले डेन्जर बाटोमा कुदाइराख्नु भएको छ। यतिको डेन्जर बाटो चाहिँ सायद भन्नु नमिल्ने, तर यो एकदम खतरै हो बाटो। झोलुङ्गे पुलमा छौँ है हामी चाहिँ अहिले। या बाहिरको सिनहरू पनि हेरौँ न त यस्तो छ। खङ्याङ सिटी समुद्रकै उपरमा छौँ नि, त्यही भएर देखाउन मन लागेको हो। छिन्जुमा त एयरपोर्ट पनि छ नि होइन दाइ? शनि हो राजा एयरपोर्ट त जुन ठाउँमा पनि भनेको। त्यो एयरपोर्टमा एकजना भतिज काम गर्छ कि एयरपोर्ट छेउमै। यहाँ पनि खरस चाहिँ पोस्ट अफिसर रहेछ होइन? रहेछ छैन नि ठाउँ। कि यो साइडको बाटो होला हौ, बाइकको ए साइकलको बाटो होइन होइन है? मेरो पनि यो कुन्जी होइन भाइ हो? यहाँनिर निस्किएको अरे पहिला आउँदाखेरि सुभाष दाइहरू बाइक रोकेर, पुलिसले हुँदैन भनेर आएर। हेर न कत्रो ठुलो ठुलो लगाएको। अब यो देखिएको सबै कम्पनी हो, पानी जहाज कम्पनी। अझै पानी जहाजहरू बन्छ होला सायद, होइन? यो त बन्दरगाह चाहिँ रहेछ, सामानहरू लिने जाने ठाउँहरू। ठुलो कम्पनी छ है। अब यो खङ्याङ सहर चाहिँ यस्तो छ। टक्कसँगले आज घाम पनि डुब्नु आँट्यो टक्क है। गुर्जी एकदम स्ट्रेट फरवर्ड ड्राइभिङमा रोड देखाइरहेको छ।
किनभने यहाँ है यहाँ झुक्छ क्या अस्ति बुढो लेक त ल्याउँदा यताको बाटो भएछ होइन मेरो साथीहरू 2-3 जना सबै एक्जाम दिन फङ्याङको धेरै छ साइड चेन्ज गर्ने ठाउँ भइसकेछ है हेरेर यसलाई त छन्नाम खङ्याङ भन्नु मिल्दैन है तर छन्नाम चाहिँ सुनसन र यसलाई मात्रै भन्नु 약 छैन 500m 시속 60km 구간입니다. 그 다음은 यो अर्कै होला 시속 यो छन्नाम भनेको अर्थ चाहिँ के भयो छला नाम सल्लानाम यसलाई पनि भन्छ न खङ्याङ पनि पर्छ होला छन्नाम छन्नाम खङ्याङ भन्नु मिल्छ र 약 300m 시속 60km 그럼 전남 구간입니다. 이하수 그 다음은 순선 어디 있어요? 구간 단속 시속 60km 구간입니다. हामी यता जाने हो 잠시 후 구간 단속 시속 60km 구간입니다. 왼쪽 커브에 주의하세요. खतरा फ्लाइओभर क्या होइन पुरा सेम मान्छे जस्तो हेर्नु न मान्छे जस्तैले लाइन दिइरहेछ युटर्न हान्नु नमिल्ने अरे अहिले गाडी के खुङ्छ आउँदैछ के हो छर्या के बनिँदै गरेको हो ए, सिधै जानु नपर्ने रहेछ नि त अहिले त गाडी नै राखेर यस्तो फ्लाइओभर ओभरहरू हुनुपर्छ क्या अब नेपालमा 약 400m 시속 80km 신호 위반 과속 주의 구간입니다. अब यहाँदेखि Finally we came in खङ्याङ Gyeongyang area. खङ्याङ सी This is Gyeongyang Sea. This is also a wonderful 잠시 place. 후 시속 80km 신호 위반 과속 주의 구간입니다. यस्तो ठाउँमा लिएर आउँदैछ नि तपाईँहरूलाई तिमी गएको पहिला कस्तो ठाउँ भनिदेऊ न त हौ गएपछि डेफिनेसन गऱ्यो भने मजा नहुने हो त्यहाँ अब केही थियो होला नि पहिला के गरेको Let's go. Where we are going? कति 진이가 7시를 알려드립니다. 7 बजिसकेछ यार पार्किङ गर्ने हो यहाँ हाल नि त 여기도 있다. त्यहाँ पनि रहेछ 이쪽 하면 त्यहाँ 어때? हाल नि त त्यहाँ हाल नि त 저기도 लगाएछ हामी हाम्रो आजको डेस्टिनेसन पुग्यौँ है हामी झऱ्यौँ झर्दैछ टक्कसँगले तिमीले लक त लगाएको छैनौ नि घुम्न आएको नि त हामी जाउँ न अब कहाँ जाने हो घुम्ने ठाउँ जाउँ हजुर जाउँ पहिला भाजाङसिल जाउँ त्यसपछि हामी घुम्न जाउँ है त अब के गर्नु होइन भोक पनि लाग्यो हामी यहाँनिर इन्द्रेणी हेर्नु जाने भन्दै थियो राति मात्रै रमाइलो हुने रहेछ राम्रो देखिने रहेछ त्यही भएर हामी बाहिर छौँ अब केही भोक लाग्यो र यहाँ सिक्ताङ खोज्दैछौँ कहाँ छ सिक्ताङ के खानु पाउँछ थोरै खाने हो खानेकुरा अनि एकछिन पर्खेर हल्का अँधेरो भइन्जेलसम्म बसेर पर्खेर हेरेर जाने तपाईँहरूलाई पनि देखाउँछु अनि यस्तै छ आजको घुमघाम काम सकियो आज पनि काम गरेरै हामी निस्केको हो निस्किनु चाहिँ ठिकै छ एकदम राम्रो छ ठाउँ खुल्ला छ शान्त छ एकदम ह्याङ ओभर कामले गर्दा दिमाग खराब भइरहेको थियो के गरौँ भइरहेको थियो त्यही भएर हामी बाहिर निस्केको खास चाहिँ रेस्ट गर्नुपर्ने हो तर अब के गर्नु है दिमागलाई पनि फ्रेस बनाउनु पर्यो मेरो हिजो निन्द्रा पुगेको थिएन
निन्द्रा नपुगेको कारणले अलि अनुहार पनि मोडक मोडक पनि छ। धेरै पछाडि क्यामेराले गर्दा पनि होला, क्यामेरामा आएर पनि होला अलिक यो अरे इन्द्रेणी चाहिँ यहाँ देखिन्छ अरे। अब भरे कस्तो देखिन्छ देखाउने छु, अझै नजिकबाटै देखाउने छु। हामी घुम्दैछौँ यहाँनिर, के कस्तो छ कमेन्ट गरिदिनु होला। अर्को सहरमा आएको छौँ अहिले चाहिँ हामी, के अरे खम्याङ भन्ने ठाउँमा। अनि ढक्कसँगले आउँदैछौँ है हामी। अब एकछिन यहाँ घुम्ने, हावासावा खाने, खानासाना खाने, खाना त नखाने, खाजा खाने, अनि फर्किने, इन्द्रेणी हेर्ने, फर्किने। गाइस हामी चाहिँ यो सिक्ताङमा खानेकुरा खाएर टक्क निस्केको। यहाँ चाहिँ पुरा मासु मात्रै पाउने रहेछ, मासुको आइटम मात्रै। म चाहिँ के खाने भएर जुस लिएर बसेको। फेरि त्यो मासुसँगै खाना पनि आउँदो रहेछ, अनि खाना र तरकारीहरू अचारहरू आउँदो रहेछ, त्यहीसँग खाएँ मैले चाहिँ। लगाइहालेँ म पनि। साथीहरूले चाहिँ मासुको आइटम खानुभयो। अनि अब चाहिँ हामी यहाँ घुम्नु जाँदैछौँ। एकदमै दामी ठाउँ रहेछ साथी, एकदमै दामी ठाउँ देखि। यो रातिको भ्यू चाहिँ एकदम राम्रो रहेछ नि त, त्यही भएर त्यसकै लागि पनि हामी बसेको थियौँ एकछिन कुरेर। अब हेर्नु चाहिँ यस्तो राम्रो छ कि, यस्तो रहेछ। यो चाहिँ के हो थाहा भएन, आकाशे पुल रहेछ यो चाहिँ। पर चाहिँ इन्द्रेणी छ अरे, अब त्यो हेर्न जाँदैछौँ हामी। अब यहाँदेखि चाहिँ हामी बाटो क्रस गर्नेछौँ, मुनि हाइवे छ, हामी पारी गएर इन्द्रेणी हेर्नेछौँ। एकदम राम्रो बनाएको रहेछ यो चाहिँ। खम्याङ भन्ने ठाउँ हो। कस्तो दामी ठाउँ छ, यहाँबाट लगभग 8:30 कस्तो दामी ठाउँ छ। त्यो पुल हुँदै जान्छ। हामी पर देखिएको पुल, यो पुलको उपरबाट आएको हामी। त्यो पुल पनि कता हो, पर देखिएको पुल। त्यो पुल तरेर दुईवटा यस्तै ठुल्ठुलो पुल तरेर हामी जानेछौँ। आधी घन्टा लाग्छ होला, निकै टाढो आइएछ। हाइवेको दृश्य चाहिँ देखिन्छ जस्तो मजाले अक्कसँगले। यहाँ माथिदेखि यसो भ्यू हेर्ने ठाउँ पनि रहेछ। हामी भ्यूमा पनि चढ्दैछौँ है त, के कस्तो के देखिने रहेछ त। भ्यूमा पनि चढ्यौँ न त भनेर हामी चढ्यौँ। अब भ्यूमा चढ्यौँ। यहाँदेखि देखिने रहेछ नि त भ्यूमा चाहिँ। यस्तो राम्रो भ्यू देखिने रहेछ। सबै हेर्नु त बजारहरू यस्तो मजाले देखिने रहेछ। यो चाहिँ हाइवे एरिया। अब हामी चाहिँ ऊ त्यो परको लामो पुल तरेर जानुपर्ने हो। बजार एरिया भयो सबै, पुरा सबै नाइट भ्यू हेर्ने क्रममा है। टक्कै है, यस्तो राम्रो लाइटिङ मिलाइदिएको छ। बाहिरदेखि हेर्दा पनि चट्ट देखिने गरी। यो सिधै बुसान जाने बाटो हो यहाँदेखि उता। अबको नेक्स्ट भनेको हामी इन्द्रेणी हेर्न जाँदैछौँ। हामी अब इन्द्रेणी देखाउनेछु। अलिक पल्लोपट्टि रहेछ यो डाँडा, सानो डाँडा पल्लोपट्टि इन्द्रेणी है त। जाँदैछौँ कहाँ, यताबाट जाने हो? सिधै हो ल। दामी छ आजको घुमाइ, बिन्दास घुमाइ हो। हामी खास गाडी सिक्नु आएको, तर घुम्नु पाइहाल्यो। यस्तो त छ हो, के गर्नु, यसलाई भन्छ नि बिन्दास घुमाइ है। ठिक छ ठिक छ। खासै अब हामी कामको काम है, कामको काम। बिहान उठ्यो काममा, अनि फेरि काम सक्यो फेरि काममा। कामको कामले गर्दाखेरि यस्तो इरिटेट भइरहेको थियो कि बोल्नु पनि मन नलाग्ने है।
काम गर्दा पनि कस्तो खोरो हुने एकदमै गाह्रो नै भएको थियो भनौँ न गलेर पनि त्यस्तै त्यसको लागि चाहिँ धन्यवादको पात्र यी त हाम्रो गुरुजी हुनुहुन्छ अनि अब धन्यवाद पनि दिउँ अब धन्यवाद भन्दै अब यस्तो शान्त ठाउँमा बेलुकाको समयमा घुम्नु आयौँ हुनु त भोलि पनि हाम्रो कामै छ 6 बजेदेखि छ 6 बजेदेखि नै बोलाएको छ र पनि अब आइहाल्यो क्या खास गाडी सिक्नु मात्रै आएको अब यो ठाउँमा आउने प्लान त थिएन र पनि आइहाल्यो त के गर्नु है अनि अब घुमियो हामी राम्रो ठाउँ रहेछ एकदमै घुम्दैछौँ हामी रमाइलोसँग घुम्दैछौँ यहाँ त अब रुख पनि बलेको रहेछ नि त हो अनि एकदम दामी यस्तो सजावट यो चाहिँ रुख होइन यो खास चाहिँ लाइट रहेछ रुख जस्तो बनाएको अब यहाँदेखि तल चाहिँ इन्द्रेणी मजाले देखिने रहेछ होइन यहीँदेखि एकताल देखाइदिउँ न त यसकै लागि पनि आएको हामी मेन हेर्नुको लागि अब म तपाईँहरूलाई देखाउँछु क्यामेरा उता फर्काएर यस्तो राम्रो रहेछ यो यहाँ इन्द्रेणीबाट हिँड्दै हिँड्दै हामी बाहिर जान्छौँ पारी जान्छौँ त्यहाँदेखि हामी फर्किन्छौँ अनि हामी रुमतिर फर्किन्छौँ त्यहाँदेखि चाहिँ है सिडी झरेर अगाडि जाने ठाउँ रहेछ ल है त गाइड्स म तपाईँहरूलाई तलै पुगेर देखाउँछु नजिकबाट है ल हामी चाहिँ आइपुग्यौँ दामी छ है दामी म भित्र छिरेर देखाउँछु है कस्तो छ भनेर टक्कसँगले टक्क पुल रहेछ नि त यहाँनिर पुल रहेछ पुलको भित्र इन्द्रेणी माथि इन्द्रेणी मुनि बाटो कस्तो दामी रहेछ कडा छ है जिन्दगी इन्द्रेणीले कलर फेर्दा रहेछ नि त यहाँ त विशेष गरेर पारीको नजारा यस्तो छ है त गाइस अब आजको छोटो हाम्रो घुमाइपछि अब हामी फर्किँदैछौँ है फर्कियो म गाडीमा छिर्यो हाम्रो नि अनहराउनु पर्यो राजासँग हामी छिर्यौँ अनि मात्रै कमेन्ट गर्छु बत्ती बालौँ नि त अँधेरो भयो नि त उरिचिप अब हामी रात पर झमक्कै होइन के गर्नु अब फर्केको केही झलकहरू देखाउँदै आजको हाम्रो भिडियो सकाउने छु कृपया धैर्य गर्नुहोला अब खास भन्नुपर्दा चाहिँ अब रात पर्यो होइन अघि आउँदा त आइयो उज्यालो थियो र फर्किँदा त हामीले बाटो नदेख्ने भयौँ अब नेभिगेसन नलगाइ नपुग्ने भयो क्या अब यस्तो पो छ हाम्रो हिँडाइ त त्यही भएर यहाँ नेभिगेसन हाम्रो गुरुजी नेभिगेसन मिलाएर जानुपर्ने भयो क्या है त के नयाँ नौलो ठाउँमा घुम्न आइयो अब रात परे हेर्नुहोस् त बर्बाद तर हामीलाई नेभिगेसनले ट्याक्कै पुऱ्याइदिन्छ क्या कहाँ रोक्नुपर्ने हो रोक्नुहोस् भन्छ सुन्नुहोस् है कहाँ जानुपर्ने हो नेभिगेसन खम्सेक गर्ने कहाँबाट हो कुनबाट जाने हो यहाँबाट जानु भन्छ त्यही भएर हामी अब जाँदैछौँ है ल है गुरुजीले बल्ल 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 है नेभिगेसन our destination चलाउनु पनि अलिक जान्नै पर्ने रहेछ कोरियामा नजान्दा गाह्रो हुने रहेछ ढोका खोलेको छैन नि अनि त्यही भएको कारणले अब घरै गयो त फेरि छैन बत्ती के भयो टक्कसँगले अनि के भन्नु हामी घरतिर नेभिगेसन लाएर हामी अब बाटो लाग्न आँट्यौँ यति बेला बाटोमा
के भयो प्रस्थान हाम्रो नेभिगेसन टक्क यो बत्तीले डिस्टर्ब गरेकै मलाई देखाइसक्यो है। अब हामी हिँड्यौँ। अब हुनु चाहिँ अब बाटो चाहिँ ठिकै हो हुनु चाहिँ, तर पनि हामी नेभिगेसनमै हिँड्ने भयौँ क्या। अब राति के हो भन्ने भएर हामी चाहिँ नेभिगेसन लाएर हिँड्यौँ। अब हामी पुग्छौँ चाँडै, अब चाहिँ फिक्स यो हराइँदैन होला भन्ने चाहिँ कन्फर्मै छ। त्यही भएर हामी ढुक्क छौँ है त। हामी पुग्छौँ होइन गुरुजी? पुगिसक्यो भन्नुहुन्छ गुरुजी फेरि हो। भर्खर हिँड्दै मात्रै छौँ। ल यो टर्न गर्ने अरे। अब केटाहरूले दर्द दिँदैछन् यो धेरै सिक्नुपर्ने छ क्या। मैले पनि ड्राइभिङ सिक्नु आएको, घुम्नै आइयो, के गर्नु होइन। फेरि हाम्रो गुरुजी पनि सिक्ने क्रममै हो, के गर्नु होइन। त्यही भएर घुम्दैछौँ, फर्किँदैछौँ, घुम्दैछौँ भन्दा नि घुमेर फर्किँदैछौँ लाइन हेर्नु। ल हामी अब यसोतिर हान्ने हो है। अब खङ्याङ्सीबाट यति चाहिँ हामी कन्फिडेन्स साथ भन्न सक्छौँ है। अब चाहिँ अनि यो आकाशे पुल भन्छ नेपालीमा। अब यसलाई चाहिँ अझै उतै रहेछ होइन, कोरियन भाषामा चाहिँ के भन्छ एकछिन सुनिरहेको सुन्दै जानुपर्ने हो त। अब हामी फ्लाइओभरमा चढ्यौँ। फ्लाइओभरबाट पुगिसक्यो। हामी अब कन्फ्युज हुँदैनौँ। अब चाहिँ हामी यहाँ कन्फ्युज छ क्या मलाई। फ्लाइओभरबाट सिधै पुलमा जानेछौँ। यति भएपछि हामी यस पुग्छौँ। पुलमा पुग्ने बित्तिकै, पुल तर्ने बित्तिकै फेरि यस पुग्ने हो नि त। फेरि यहाँ चाहिँ यस्तो छ, समुद्रको बिचैमा पुल बनाइदिएको छ। के गर्ने, एउटा सहर र अर्को सहर जोड्नुको लागि हामी फ्लाइओभरमा छौँ है अहिले चाहिँ दर्शक। अब यतिको माथिँदै गर्दा यस्तरी पुल देखियो, त्यो पारी देखिएको पुल तरेर जानुपर्ने। फ्लाइओभर पनि कति धेरै हो। यहाँ त हिँड्दै आउनु मिल्दैन, के गर्नु है। भोलि गइने रहेछ। अलिकति मलाई डम गरे। अब गाडी आफै छैन। हाम्रो गुरुजी अब गाडी आयो भने के गर्नु, यस्तो भनिदिनु भयो। There is no any follows vehicles. त्यही भएर अब हामी पुलमा पुग्नु आँट्यौँ। कता कताबाट आउने हो यो पनि। हामी चाहिँ मुनिबाट छिरेर फेरि सबै एक ठाउँ भेट हुन्छ अनि पुलमा पुग्दा रहेछौँ। यहाँनिर सु गरेर बाहिरको नजारा पनि देखाउनु पर्यो नि त हाम्रो प्रिय दर्शकबिनहरूलाई। यसरी गरेर पुलमा चाहिँ हामी चढ्यौँ। अब यो पुल क्रस गर्दा त हामी यसो पुग्दैनौँ। अर्को यत्रै पुल छ, त्यो तरेपछि मात्रै हामी यसो पुग्छौँ है त। त्यति दिनको लागि तपाईँहरूलाई त्योमा 3 किलोमिटर चाहिँ 100 किलोमिटरमा हिँड्नुपर्छ। हाम्रो गुरुजीले भन्नुहुन्छ 3 किलोमिटर चाहिँ 60को स्पिडमा हिँड्नु। 60कै स्पिडमा हिँड्नुपर्छ अरे। अब के भन्नु, अब यस्तो त छ हाइवे भनेको यस्तै। हाम्रो गाडी 60 त कुद्छ नि, 180 कुद्छ अरे। ल ढुक्क भयौँ यति भएपछि चाहिँ। जाडो भयो हामीलाई, रात पर्यो। हामी निकै टाढो घुम्नु आयौँ आज। ठिकै छ, केही छैन। मुड चाहिँ फ्रेस भयो। त्यसको लागि शुभमलाई धन्यवाद। त्यसको लागि हाम्रो शुभम सनसेङनिम यानि कि गुरुजी, तत्कालको लागि गुरुजी भनौँ। शिक्षक भन्दा पनि गुरुजी नै भन्यौँ, शिक्षक भन्दा पनि भयो। त्यही भएर हामी अब जाँदैछौँ। अब यो पुलमा निकै डरलाग्दो पुल हो यो बाहिरदेखि हेर्दा चाहिँ। तर यहाँ 4 किलोमिटर हो।
भित्रदेखि हेर्दा त यो पुल 4 खासै किलोमिटर है खासै डर लाग्दो छैन। के गर्नु, 4 किलोमिटर मात्रै अरे ठिकै छ नि त। अब हिँड्यौँ, समुद्रको पुल हो, 4 किलोमिटर त थोरै हो। अझै 2 किलोमिटर भइन्छ। हाम्रो नेपालको सबैभन्दा लामो पुल भनेको कर्णाली पुल, त्यो चाहिँ कति किलोमिटर छ? खोइ, कर्णाली पुल भन्दा त लामै हो यो। लामै होला नि, 4 किलोमिटर भने यहाँ हो त यार। आमा यार, तल हाम्रो धरानको त्यो जङ्गलदेखि त माथि समुद्र त यार। समुद्र वारपार हो नि त। के गर्नु, रातिको ड्राइभमा हामीलाई यात्रा गराइरहनु भएको छ हाम्रो शुभम सनसेङ हिरो। लाइट बालेर देखाइदिउँ अनुहार, एकैछिन देखाइदिएको है त। त्यही भएर यतिको चाहिँ दिनु पर्यो नि त, होइन त श्याम दाइ? श्याम दाइको पनि हामी अनुहार देखाउन चाहन्छौँ, तर के गर्नु, अँधेरो छ। तर पनि भिडियो चाहिँ कन्टिन्यू छ। लोमै हिँडिरहेको कृपया हामी अहिले 60 को स्पिडमा छौँ। छान्सो खुगान भनेको चाहिँ त्यो तोकेको किलोमिटरभित्र चाहिँ एभरेज स्पिड 60 हुनुपर्छ। 60 नै हुनुपर्छ है। अहिले अब यस्तो स्पिडमा त आउँदा त हामी भर्खरै यो पुल क्रस गर्नु मात्रै आँट्दैछौँ। 500 मिटरमा क्यामेरा छ। 500 मिटर पछि है। अब यस्तो बाटोमा नि कुदाउने मेरो पनि सोख छ है। कहिले पुरा हुने हो त्यो चाहिँ थाहा छैन। अब लाइसेन्स बनाउनु आउने यतै होइन त, यतै आउनुपर्छ होला। कहिले बनाएपछि आउने हो कुदाउनु यो लामो पुलमा। अनुभव त लिनु पर्यो। छौङजम पुग्यो अरे छुङजम। अब फेरि यो बिचमा अलिकति जमिन छ, त्यस पछाडि अर्को पुल आयो। यस्तो पो छ त हजुर। हजुर युटर्न हान्नु यो माथि गऱ्यो, उताबाट यता आउने हो। 약 300m 시속 60km यो 구간입니다. जताततै युटर्न गर्न मिल्दैन, अनि यो बाटो बनाइदिएको क्या। 잠시 후 अर्को 시속 पुल पुग्न आँट्यौँ है हामी। 60km 구간입니다. अर्को संसार देखिरहेछ पर। अब यो पारिदेखिको झिलिमिली कम्पनी एरिया हो सबै। यत्सन खोङदाङ यस्तै छ है। हाम्रो गुरुजीले 60 को स्पिडमा गुडाइराख्नु भएको छ गाडी। 80 पुग्नु आँट्यो होइन। पत्याउनु हुन्न भने देखाउँछु तपाईँहरूलाई। 약 500m घटाएर 60 मा झर्नु भएको छ अहिले चाहिँ। ठिकै छ, केही छैन, डराउँदैन हामी। युक्सिमको क्यामेरा छ त। 300m 시속 60km मैले 80 구간입니다. कुदाएर भयो त। त्यो पनि है कुरो चाहिँ। ड्राइभरले जान्नुपर्ने कुरा यिनीहरू छ। अलिकति मिस्टेक भयो भने चिठी आइहाल्छ। 시속 ढोकामा 60km 구간입니다. ढोकामा चिठी आइहाल्छ। 80 मिटरमा युक्सिमको क्यामेरा। अब अर्को पुल आयो। फोटो खिच्यो अहिले। अर्को पुल आयो फेरि हो। यस्तो छ पुलै पुल This is the biggest bridge इन द वर्ल्ड। 약 700m in the world. 교차점에서 좌측에 울산대교 भन्नु चाहिँ नमिल्ने होइन। in US area. यसमा पनि धेरै छ यस्तो पुलहरू। अब जस ठुलै छ यो पनि, के गर्नु। जिन्दगानी यस्तै छ। राति राति कुदाइ दिउँसो घुम्नु पाइएको छैन। 약 300m 교차점에서 दिउँसो कामको बेलाइ, त्यसपछिको थकाइ, रातिको कुदाइ, यस्तै छ जिन्दगी, विदेशको जिन्दगी है। हाम्रो यस्तै छ आज भोलि, यसरी नै बित्दैछ। Go man. You can go eat chill man. 잠시 후 कम्पनी 좌측 एरिया हो 방향입니다. सबै। यो चाहिँ हाम्रो कम्पनी एरिया होइन, अरू कम्पनी एरिया हो हुन चाहिँ। कता हो? डेन्जर छ, डेन्जर 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 डेन्जर।
अर्को बाटो आयो तिमी अर्को बाटो आयो अर्को कसो त यो यता जान्छ नि त अब राम्रो देखिरहेछ त हेरेर त होइन चेन्ज भयो नि बाटो त्यो बाटो जानुपर्ने हो कि यही हो होइन लाइन त्यही छ त ए लाइन यही रहेछ ऊ हेर त अहिले त 다음 안내까지 약 8.9km 직진입니다. अर्कै बाटो आयो अर्को बाटो आयो नि तिम्रो लाइन चेन्ज भइसक्यो ठिकै छ कभी कभी होता है हामी अब घुम्न त घुम्दैनौँ हामी सुनसान पो पुग्छौँ कि क्या हो यो बाटो गयो भने त के छ नेभिगेसन लगाएर हिँड्दा पनि जस हामी झुकिनु चाहिँ झुक्यौँ ठिकै छ केही छैन बाटो चाहिँ पाउनु चाहिँ है यो लाइनले पनि ठाउँमै पुर्याउने हो पुर्याउनु चाहिँ यस जाउँ न कहाँसम्म पुगिन्छ घुम्दै घुम्दै जाउँ रातभर लाग्ने हो कि यस्तै छ के गर्ने जिन्दगी गर्नु एकछिन हामी थोरै मिस्टेकले अर्को लाइनमा छिरेर दरो फन्का घुमाएर जिरो पनि देखाइसक्यो हेर नि ठाउँमै आइपुग्यौँ अब त हामी डेस्टिनेसनमा पुगिहाल्छौँ होइन हामीलाई ढुक्क भइसक्यो पुगिसक्यौँ अब त जस अलिकति घुममै चाहिँ भयो हाम्रो हाइवेमा डरै प्र्याक्टिस भयो ठिक छ तर सुगम पास भइसक्यो हाम्रो कुर्सी जस अब आजको हाम्रो एकदम यन्सु अभ्यास पनि एकदम कडा भयो क्या गर्नै पर्ने अभ्यास चाहिँ आज गर्यो सुगम अहिले त गाडी पनि त्यही भएर अब अहिले त यो त बाटै होइन जस्तो लाग्छ श्यामलाई खतरा हाइवेमा कुदाएपछि भित्रपट्टि बाटै होइन जस्तो लाग्नु थाल्यो अरे अब यति भनेपछि कन्फिडेन्स भएन त यो जस हामी अहिले कति बजी छौँ 9:02 गएछ जस गाडीको गाडी छ है 1 घन्टा कुदिरहेको छौँ हामी अलिकति मिस्टेक भएको त एक लाइन मिस्टेक भएको थियो फ्लाइओभरमा हामी अर्कोतिर पस्यौँ के गर्नु 30 मिनटै हिँड्नु पर्यो 20 मिनट भनौँ न 20 मिनट घुमाइ पर्यो ठिकै छ हाइवेमा पसियो त्यसपछि फेरि हाइवेबाट 15 मिनट हिँडेपछि 10 मिनट हिँडेपछि फेरि हामी लाइनमै आइपुग्यौँ है ल अब चाहिँ हामी श्याम दाइलाई दिउँसो भए त लाइन पत्ता लाग्थ्यो तर के गर्नु रात पर्यो राति कुदाउनुको मजै फाल्टो क्या फेरि यन्सु पनि फाल्टै हुने रहेछ डेमा भए यस्तो हुन्थेन पनि बाटो भुल्ने थिएन ठिकै छ पहिलोचोटि अब हाम्रो श्याम दाई निवास श्याम निवास घुम्दै निवासमा छोडेर हामी मिफियन फर्किनेछौँ है त गाइजहरू एकदम यो आजको यात्रा चाहिँ मेमोरी चाहिँ एकदम के भन्नु अविस्मरणीय हुनेछ भन्दै आजको यो हाम्रो छोटो त नभनौँ लामै भइसक्यो होइन यही टुङ्ग्याउन चाहन्छौँ हाम्रो गोमदेन निवास पुग्न आँट्यो अब गोमदेन निवासमा यहाँलाई स्वागत छ ओके अब नेक्स्ट लाइन पनि देखाइसक्नु भयो हाम्रो दाइले होत्सन्दङदेखि फेरि घुमेर मिफ्योङ है अब हामी चाहिँ गाडी आउँदैछ माथि 잠시 후 좌회전입니다. ल श्याम दाइ ल लाग्यो अब हाम्रो यात्रा मिफ्योङ हाम्रो चाहिँ अब अलिकति टाइम लाग्छ पुगिहाल्छौँ त्यतैदेखि आयौँ अब त्यतै जाँदैछौँ फेरि है त गाइज यस्तै छ हाम्रो यात्रा एकदमै कडा भयो आज 우회전입니다. हामी पुग्दैछौँ है त हाम्रो निवास ल है हाम्रो डेस्टिनेसन पनि आयो
गाडी कहाँ जानु आँटेको फेरि किन रोक्यो 시속 30km 구간입니다. यसले कहाँ 전방에 पार्किङ गर्ने हो 과속 방지턱이 हामीलाई 있습니다. राख्नु नदिने हो कि हो यसले त ओह्रालो लाने भयो ठिक छ हाम्रो पार्किङ एरियामा खाली नै छ भन्ने हामीलाई पूर्ण विश्वास छ एउटा त किन नहोला 전방에 과속 방지턱이 있습니다. मात्र अब हामीलाई पार्किङको समस्या पार्किङ कहाँ खुल्ला छ उ यस्तोमा पनि राखिरहेछ हो यो गाडी त आज पनि यहीँ राखेको छ चलाउँदैन होला हौ त्यो गाडी त जहिले त्यहीँ हुन्छ यहाँ पार्किङ हेर्दै जाने हो कहाँ खाली छ त्यहाँ घुसारिहाल्ने हो झर्नु पर्ने हुन्छ यहाँनिर है ल गाइज हामी चाहिँ आइपुग्यौँ अब पार्किङ गर्नुपर्ने भयो पार्किङ चाहिँ एउटा पनि छैन तर हामी अगाडि नै राख्छौँ गाडीलाई पार्किङ राख्छौँ ल गाइज हामीले गाडी पनि पार्किङ गरिसक्यौँ है अब हामी हुन्छ के भन्दा हामी अब रुमतिर जान्छौँ है त 1 घन्टा ड्राइभिङ विथ इन खोसकधोरोमा चाहिँ एकदम आज हाँकेर गले केटोले पास गरिसक्यो एकदम हाइवेमा पनि कुदाएर पास गरिसक्यो आजको ट्रायल अब हामी रुममा जाने केही खाने केही नखाने भुँडी फुलिरहेछ के खानु होला है त अब हामी गएर सुत्छौँ भोलिको लागि तयारी भन्दा पनि रेस्ट भोलि बिहानै काम छ हामी रुममा पुग्नु आँट्यौँ हामी रुममा पुग्यौँ